घरको अलिकति अगाडि चाहिँ एउटा मन्दिर थियो के तपाईँको। मन्दिरको ठ्याक्क अपोजिटमा चाहिँ त्यो मन्दिरको चाहिँ सटलभित्र चाहिँ ठाउँहरू खाली थियो। अनि त्यहीँ बनाउन त भनेर चाहिँ अनि त्यहाँ चाहिँ तपाईँको काठको बेन्चहरू अनि डम्बेल भनेर चाहिँ हामीले त्यो किटको हुन्छ त्यो डल्लो डल्लो परेको चाहिँ त्यो किटको डम्बेल भयो। अनि एउटा रड राख्यौँ अलिअलि 2-4 केजी 10 केजी 15 केजीको अलिअलि वेटहरू राखेर अनि त्यही एउटा चाहिँ सानो ठाउँलाई चाहिँ हामीले व्यायामशाला बनाएको थियौँ कि हामीले चाहिँ 4-5 जनालाई हुने किसिमले चाहिँ। अब भुइँमा धुलोहरू उड्थ्यो होइन। अनि त्यो चाहिँ तपाईँको दिनमा एकजनाले सफा गर्ने पालो आउँथ्यो क्या। त्यो व्यायाम गर्नलाई खासै अब सस्टेन गर्न त पर्यो होइन। तपाईँको महिनावारी 150 रुपियाँ थियो तपाईँको त्यो बेला चाहिँ। अब कोही कोही मान्छेलाई चाहिँ एकदम इन्ट्रेस्ट भयो होइन, मसँग पैसा छैन गुरु यताउता भन्दाखेरि ल भनेर फ्रीमा पनि धेरै मान्छेलाई पनि गरायो इन्ट्रेस्ट भएको मान्छेहरूलाई होइन। अझ पनि अब उनीहरूलाई यसो डाइट साइड खानलाई पैसा छैन भने आफैले दिएर पनि गराएँ। मलाई चाहिँ कस्तो एउटा कन्सेप्ट थियो भने जुनै तरिकाले पनि वर्कआउटहरू गर्दाखेरि भोलितिर चाहिँ त्यो जिउमा पेन हुनुपर्छ भन्ने चाहिँ थियो कि। पेन भयो भने ओहो इफेक्टिभ भएछ जिउमा चाहिँ लागेछ यसरी रहेछ भन्ने चाहिँ हुन्थ्यो अलिकति। अनि 24 घन्टामा 1 घन्टा मेरो लागि भनेर सोच्ने हो, धेरै पनि होइन तपाईँको। 24 घन्टामा मेरो आफ्नोको लागि मेरो व्यायामको लागि मेरो आफ्नै लागि भनेर सोच्ने हो। अब कस्तो भने अब बुवा बित्नु भयो होइन। हजुर अब म चाहिँ अब मलाई चाहिँ एक टाइम चाहिँ वर्कआउटहरू गर्नै पर्ने पहिलादेखि अब गरिरहेको भयो। अनि क्रिया बसेको बेला चाहिँ कस्तो भयो भन्दाखेरि अब 1 दिन बसेँ 2 दिन बसेँ होइन। तर धेरै गाह्रो हुँदो रहेछ तपाईँको एक्सर्साइज गरिरहेको मान्छेलाई चाहिँ होइन। बरु खानाहरू नखानु भनेको चाहिँ बस्नु सक्दो रहेछ है। अनि तर एक्सर्साइज चाहिँ जिउले चाहिँ माग्ने नै रहेछ तपाईँको। अनि यस्तो अब कसलाई छुन्न नहुने भन्यो कसलाई गर्नु नहुने भने यसरी बसिराखेँ। 1 दिन बसेँ 2 दिन बसेँ 3 दिनमा त साह्रो गाह्रो भयो कि मलाई त एकदमै। अब अलिअलि चाहिँ अब चलाइरहेको जिउहरू चाहिँ चलाउनु पर्ने जस्तो एकदमै आफै बिरामी जस्तो हुनुभयो। वर्कआउट एक्सर्साइजहरू भनेको गर्नुपर्छ होइन। मान्छेहरूले चाहिँ अब यस्तो उस्तो होइन, अब आफू नै लागि परेर यसले चाहिँ अब तपाईँको फिजिकल्ली मेन्टल्ली होइन धेरै राम्रो बनाउँछ, रोगहरू लाग्न दिँदैन होइन। अब आजभोलि त खानेकुराहरू यस्तो विषादीहरू खानेकुराहरू छ, त्यसलाई चाहिँ अब फ्याँक्न पचाउनलाई पनि हामीले व्यायामहरू धेरै राम्रो गर्नुपर्छ।